नमस्ते साथीहरू। आज म 2082 पौष 2 गते बुधबार गोरखापत्र विशेष लिएर उपस्थित भएको छु। यसमा जम्मै 19 वटा वस्तुगत प्रश्न उत्तरहरू रहेका छन्। ढिला नगरी सुरु गरौँ है त। आजको पहिलो प्रश्न रहेको छ, दोस्रो नेपाल प्रिमियर लिगको उपाधि विजेता टोली कुन हो? उत्तर रहेको छ लुम्बिनी लायन्स। र नेपाल प्रिमियर लिग सम्बन्धी सम्पूर्ण जानकारीहरू यहाँ तालिकामा पनि दिएको छ, तपाईहरु पढ्न सक्नुहुनेछ। दुई नम्बरमा रहेको छ, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले इराकमा संयुक्त राष्ट्र संघको राजनीतिक मिसन अन्त्य भएको घोषणा कहिले गरेका हुन्? उत्तर रहेको छ 2025 डिसेम्बर 13। 3 नम्बरमा रहेको छ, सरकारले मौरिसससँग दोहोरो कर मुक्ति सम्झौता खारेज गर्ने निर्णय कहिले गरेको हो? उत्तर रहेको छ विक्रम सम्वत 2082 कार्तिक 12 गते। यसैगरी 4 नम्बरमा रहेको छ, विश्व भोकमरी सूचकाङ्क ग्लोबल हंगर इन्डेक्स DHI 2025 मा नेपाल कतिऔं स्थानमा रहेको छ? उत्तर रहेको छ 72औं स्थानमा। 5 नम्बरमा रहेको छ, सरकारले तर्जुमा गरेको खाद्य प्रणाली रूपान्तरणको 5 वर्ष रणनीति योजनाको अवधि कुन हो? उत्तर रहेको छ आर्थिक वर्ष 2081-82 देखि 2086-87 सम्म। 6 नम्बरमा रहेको छ, आर्थिक सर्वेक्षण 2081-82 अनुसार नेपालमा प्रति व्यक्ति रुख संख्या कति रहेको छ? उत्तर रहेको छ 111। भने प्रति व्यक्ति वन क्षेत्र 0.2 हेक्टर रहेको छ। 7 नम्बरमा छ, अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस कहिले मनाइन्छ? उत्तर रहेको छ डिसेम्बर 5। र 2025 को नारा रहेको छ एभ्री कन्ट्रिब्युसन म्याटर्स, अर्थात् हरेक योगदान महत्त्वपूर्ण हुन्छ। 8 नम्बरमा रहेको छ, डाक्टर अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड 2025 बाट सम्मानित हुने व्यक्तित्व को हुन्? उत्तर रहेको छ सन्तोष परियार। यसैगरी 9 नम्बरमा रहेको छ, सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त चयन गर्यो? उत्तर रहेको छ डाक्टर प्रकाश कुमार श्रेष्ठ। 10 नम्बरमा रहेको छ, सरकारले 100 भन्दा ठूला दरका भारो नोट नेपालमा चलन चल्तीमा ल्याउने निर्णय कहिले गरेको हो? उत्तर रहेको छ विक्रम सम्वत 2082 मंसिर 29 गते। 11 नम्बरमा छ, नेपाल सरकारद्वारा उपहार स्वरूप कतारलाई प्रदान गरिने 2 हात्ती कुन कुन हुन्? उत्तर रहेको छ रुद्रकली र खगेन्द्र प्रसाद। 12 नम्बरमा रहेको छ, एसियाली विकास बैंक ADB ले सार्वजनिक गरेको एसियन वाटर डेभलपमेन्ट आउटलुक 2025 अनुसार नेपालका कति प्रतिशत घर परिवारमा पाइप वा सुरक्षित माध्यमबाट पानीको पहुँच पुगेको छ? उत्तर रहेको छ 94%। यसैगरी 13 नम्बरमा रहेको छ, नेपालमा राष्ट्रिय झण्डा दिवस कहिले मनाउने गरिन्छ? पुष 1 गते। यसैगरी 14 नम्बरमा रहेको छ, नेपालले बायोडाइभर्सिटी बियोन्ड नेशनल जुरिडिक्सन सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर गरेको हो? उत्तर रहेको छ विक्रम सम्वत 2080 असोज 3 गते। 15 नम्बरमा रहेको छ, हाल उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य राष्ट्र कति रहेका छन्? उत्तर रहेको छ 32 र 32औं सदस्य राष्ट्र भने स्विडेन रहेको छ। 16 नम्बरमा रहेको छ, समुद्र सतहदेखि सगरमाथाको आरोहण यात्रा सुरु गरी सबैभन्दा कम समयमा सफल आरोहण गरेर कीर्तिमान कायम गर्ने आरोही को हुन्? उत्तर रहेको छ एन्ड्रयू उसाकोभ। 17 नम्बरमा रहेको छ, हिमालयन रिम चलचित्र प्रदर्शनी कहिलेबाट सुरु भएको हो? उत्तर रहेको छ विक्रम सम्वत 2082 मंसिर 28 गते। 18 नम्बरमा रहेको छ, कोशी प्रदेश सरकारले कुन वर्षलाई प्रदेश पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको हो? उत्तर रहेको छ विक्रम सम्वत 2082। यसैगरी आजको अन्तिम प्रश्न रहेको छ 19 नम्बरमा, विश्व माटो दिवस कहिले मनाइन्छ? उत्तर रहेको छ डिसेम्बर 5। र सन् 2025 को नारा भने स्वस्थ माटोका लागि स्वस्थ शहर रहेको छ।
हवस् त साथीहरू, आजलाई यति नै। केही सुझाव सल्लाह छ भने कमेन्ट गर्न नबिर्सनुहोला। बाँकी अर्को बुधबार भेट्ने बाचा गर्दै तपाईको बाँकी समय शुभ बितोस् भन्दै बिदा हुन्छु। नमस्ते, बाई बाई।